हाई वेलकम टु माई मिनी ब्लग। आज चाहिँ बिहान नै हामीले बाँकी रहेको काम अनि हाम्रो अब्जेक्टिभ अनुसारको कामहरू कम्प्लिट गर्यौं। अनि हामी बस्ने घरको छतमा गएर भ्यू हेर्यौं। पछाडि जंगल थियो अनि त्यहाँ व्हाइट कलरको क्यूट मंकी पनि थियो। अनि मेरो घर बस्दाको आउटफिट अफ द डे। यो पछि हामी अन टाइम अफिस जानको लागि रेडी भयौं। हामी अफिस गएर कामहरू सिक्नको लागि कति धेरै एक्साइटेड थियौं र हामी टाइममा नै अफिस पुग्यौं। अनि अब्जेक्टिभ, एक्टिभिटिज र एक्सन प्लान प्रेजेन्टेसन सकाएपछि सरले चाहिँ हामीलाई डिफ्रेन्ट डकुमेन्टहरू पढ्न दिनुभयो। त्यो अनुसार नै वर्क डिभाइड गरिदिनु भयो। कति धेरै कुरा हाम्रो लागि नयाँ थियो र सिक्ने मौका पायौं। हामी हाम्रो सुपरभाइजर सर प्रति यति धेरै ग्रेटफुल छौं कि हामी शब्दले त एक्सप्लेन नै गर्न सक्दैनौं। सानो सानो कुराहरू पनि आफ्नै साइडमा राखेर देखाउँदै अनि बुझाउँदै सिकाइरहनु भएको थियो हामीलाई। अनि हामीले गरेको कामहरू राम्रो भयो भने चाहिँ पास, सुधार्नु पर्ने भयो भने फेल भन्नुहुँदै थियो। अनि पास भन्दाखेरि कति खुसी लागिरहेको थियो हामीलाई। ब्रेकमा खाना खान गएर फेरि अलि काम सकाएर हामी आफ्नो रुमतिर लाग्यौं। रुममा गइसकेपछि पनि एकछिन काम गरेर डिनर गर्यौं अनि पोस्ट डिनर मिटिङ गरेर माइन्युट लेखेर सुत्यौं।